हेलो एभ्रिवान, फेरि पनि स्वागत छ हजुरलाई मेरो अर्को मिनी ब्लगमा। आज चाहिँ म बिहानै उठेर नुहाइधुवाइ गरेर पूजाको सामानहरू पनि सफा गर्न जाँदैछु। अनि आजभोलि चाहिँ रेगुलर पानी पर्दैछ नि त, अनि बिहान पनि पानी परेको थियो, अहिले चाहिँ अलि रोकेको छ। अनि आज चाहिँ हो श्रावण 1 गते, आज चाहिँ साउने संक्रान्ति पनि हो। त्यसैले चाहिँ मैले बिहानै उठेर नुहाइधुवाइ गरेँ। ढिलै भए पनि सबैजनालाई साउने संक्रान्तिको शुभकामना। चाहिँ अलिअलि बिजी भएर चाहिँ भिडियो पोस्ट गर्न पाएको थिएन। अनि हेर्नु न गाइस, हाम्रोमा कति राम्रो फुलहरू फुलेको छ के, अनि कति राम्रो सेतो फुलहरू फुलेको थियो। अनि शिवजीलाई त सेतो फुल चढाउनै पर्यो, त्यही भएर मैले चाहिँ टिपेँ। मौसम पनि चिसो गरेको छ, आजभोलि चाहिँ रेगुलर पानी परेर पनि होला। अनि श्रावण लागेपछि त हरियो चुरा लगाउनै पर्यो। मेहन्दी चाहिँ मैले हिजो राति नै लगाएको थिएँ। अनि यो चुरा टपहरू चाहिँ लिएको थिएँ कि अस्ति नै मैले, अनि आज चाहिँ लगाएँ। अनि मैले तप पनि लिएको थिएँ, कस्तो राम्रो थियो कि यो तप पनि, अनि मैले तप पनि लगाएँ। अनि हजुरहरूले मेहन्दी चुराहरू लगाउनु भयो कि नै? त्यसपछि पाला आयो टिका र सिन्दुरको, यिनीहरू त छुट्नै भएन होइन त गाइज। अनि मैले पूजाको सबै सामानहरू रेडी गरिसकेपछि चाहिँ मैले पूजा गरेँ। पहिले बच्चा हुँदाखेरि यो मेहन्दी चुराहरू कति रहर लाग्थ्यो नि त लगाउने, अनि स्कुलमा चाहिँ खासै लगाउन पाइँदैन थियो, त्यही पनि सरले छोपी चुरा चाहिँ लगाइन्थ्यो। तर आजभोलि चाहिँ खासै रहर चाहिँ नलाग्ने भने। अनि भिडियो बनाउँदै श्रीमानजीको कल आयो, अनि यसो श्रीमानजीलाई हरियो चुरा मेहन्दीहरू देखाइदिएको त नो रियाक्सन। मेरो श्रीमानजी मात्र यस्तो हो कि हजुरहरूको पनि यस्तो हो गाइस, केही पनि रियाक्सन आउँदैन त। खानासाना खाएर सबै कामहरू सकेर लाग्यो म पसलतिर, अनि मलाई चाहिँ बाटोको भिडियो चाहिँ बनाउन लाज लाग्यो, त्यसैले चाहिँ मैले भिडियो बनाएन। अनि मेरो नेलहरू चाहिँ सबै ठुटे भएको थियो नि त, त्यही भएर चाहिँ आज मैले आफै नेल बनाउँदैछु। अनि दिदीले चाहिँ साइडमा मेहन्दी लगाउँदै हुनुहुन्थ्यो। आजभोलि चाहिँ एकदम बिजी छौँ हामी चाहिँ। श्रावण लागेको छ नि त, अनि सबैजना दिदी बहिनीहरूले चाहिँ लगाउनुहुन्छ नि त हरियो चुरा मेहन्दीहरू, त्यसैले चाहिँ हामी अलि बिजी छौँ। अनि मेरो नेल पनि भइसक्यो। कस्तो भयो हजुरहरूलाई, कस्तो लाग्यो मेरो नेल? यो चाहिँ मैले आफै बनाएको, मलाई चाहिँ बनाउन आउँदैन, मैले चाहिँ अलिअलि सिक्दैछु, त्यही भएर आफ्नो हातमा आफै ट्राई गर्दैछु। अनि म मक्ख पर्दैछु कि मेरो नेल देखेर। अनि मैले हिजो अगाडि मात्रै लगाएको थिएँ नि त मेहन्दी, पछाडि चाहिँ लगाउन जानेन कि मलाई चाहिँ मेहन्दीहरू पनि खासै लगाउन आउँदैन। अनि दिदीले लगाइदिनु भने एकछिन दिदी खाली हुनुभएको थियो। अनि आज हाम्रो भान्जीको बर्थडे पनि हो, अनि साँझ चाहिँ ढिलै भए पनि बर्थडे मनाइयो। अनि आजको मेरो भिडियो के कस्तो लाग्यो हजुरलाई? बाई बाई गाइज, फेरि अर्को मिनी ब्लगमा भेटौँला।